सो हेलो फ्याम, वेलकम टु माई न्यू ब्लग है त। आज हामी धेरै पछि एउटा मिठो छोटो ब्लग लिएर आउँदैछौँ है। आज चाहिँ हामी अहिले डाँडाकाली गाउँ छौँ। यो डाँडाकाली गाउँ पार्क सक्नुहुन्छ हजुरहरूले। अहिले ब्याक क्यामेराबाट पनि देखाउँछ हजुरहरूलाई। अनि हामी चाहिँ आज यता पर्सन सुसन र उता दिदी हामी दुइटा है बाइक स्कुलमा आएको छौँ। अब यहाँबाट हाम्रो पैदल यात्रा सुरु हुन्छ अलिक थोरै माथिबाट। अब यहाँ त प्लेनै हो कि अलि उताबाट पैदल यात्रा सुरु हुन्छ अनि त्यहाँबाट रमाइलो हुन्छ। एडभेन्चरबाट सुरु हुन्छ। हजुरहरूलाई म एकछिन भेट्छु त्यो गाइज। ल गाइज हामी चाहिँ अहिले यो चाहिँ उतापट्टि गेट भयो ल यतापट्टि यसो अलरेडी अब अरू सरसामान त घरबाट ल्याएको थियो कि नरिवल मात्रै लाने आएको हामी। अरू त घरबाट लिएर आएको छ। यो चाहिँ यतापट्टि पार्किङ भयो। सो गाइज सन्चै हुनुहुन्छ हजुरहरू होइन। हामी चाहिँ भर्खर नरिवल किन्यौँ है। तर नरिवल अलिकति म सेटिस्फाई भइनँ कि बिहानको बोनीको टाइममा यत्रो होइन। तर ठिक छ होइन उयो यस्तो हो कि सेटिस्फाई त हो त नि। अब कति पर्छ भने नथाहा भएको हामीलाई धेरै धेरै भने जस्तो लाउने हो कि के भने जस्तो लाउने। तर चुप अनि त्यो घर सोध्दा किन होइन भने त पानीहरू लिएर जाऊँ है। माथि 50 यहाँ 25 है। पानी लिएर जाऊँ ल त्यो म प्रवेश त त्यहाँबाट चाहिँ बल्ल हाम्रो ट्रेकिङ सुरु हुन्छ है त। के भन्न चाहनुहुन्छ तपाईँ यता हेरेर। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल दवाडी शान्ता भन्नुहुन्छ। यो दिप्सनको च्यानल हो होइन। ठिक छ, अब दिप्सन भन्यो नि शान्ता भन्ने नि कुरा एउटै हो। भाइको बन्नु भनेको दिदीको बन्नु हो हुनसक्छ होइन। यता अमृत धारा यहाँ चाहिँ पुरै अमृत थाहा जस्तो हुन्छ होइन। अनि यहाँ थाहा नि यार थोरै शुद्ध पिउने पानी। आम्मा यहाँ कस्तो राम्रो बुद्ध विहार। हामी चाहिँ आज टुरिस्ट नि काठमाडौँ बस्ने मान्छे त्यता नाख्ने टुरिस्ट भन। यहाँ बुद्धको खिचौँ ल देख्न सक्नुहुन्छ त्यस्तो राम्रो बवाल है। हेर्नु बुद्धको यस्तो राम्रो छ। माथिपट्टि छोरे सानो मन्दिर। हाम्रो चाहिँ यहाँ कति बजी टाइम हेर त 45 मिनट 45 मिनट पुगौँ म 45 मिनटमा बाइट हो नि। अब यहाँबाट हाम्रो सुरु है त। सो गाइस यो चाहिँ हाम्रो फेदीको गणेश मन्दिर है त। देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हजुरहरू आएर पूजा आजा गर्न सक्नुहुन्छ होइन। पूजा भन्नाले सानोतिनो यसो अलिअलि मनको आस्थाहरू माग्ने गर्ने। यता हेर्नु सो गाइस हामीले चाहिँ यसो है हामी चाहिँ यसो यहाँ पूजा गरेर यसो टिका लगाइसक्यो यतापट्टि है। अब चाहिँ हामी सिधै हिँड्ने हो अथवा सबै बाटो देखाइ लान्छ हजुरहरूलाई होइन। अझ तमा पऱ्यो सुरुमा। सो गाइस देख्न सक्नुहुन्छ है कति राम्रो गणेशको मूर्ति रहेछ यार। सो गाइस यता हामी सर्टकट बाटो रहेछ। हामी चाहिँ सर्टकट बाटो जामै कति गाह्रो यिनीहरू चढ जान्छन् खै हात्ती। हामी यसो सर्टकट बाटो झन् लामो रहेछ क्या यो बाटो यार। बल्ल हामी बल्ल स्टार्ट गरेँ म चाहिँ 1 घन्टा चाहिँ लाउँछु यहाँ भागेका तिनीहरू। मै फर्स्ट भाइ सर्टकट बाटो शान्ति हराम भएछ यार। कहाँ हो लाउनु आउनु लेट्स गो। गाइज शान्ति नआएर कुर्दा हालत खराब भयो। 5 मिनट भयो बसेको बल्ल आइपुगेर भिडियो खिच्नु लागि। कति ढिलो हो हेर्नु यसो ठाउँमा त है गाइस। मिल्छ यसो ठाउँमा के त्यो मयुम भन्ने मोटे हुन्छन् नि त्यस्तोलाई हालेर छाडा काट्न पर्ने हो। मोटेलाई के मयुम भन्ने हुन्छन् नि त्यस्तोलाई यहाँ लानु पर्ने हो। हेर्नु है यदि निस्किने छ तिनीहरूको आधी कोसको घर थियो होला। दिनदिनै हो कि अझै
तर के गर्ने यो सर्कट रहेछ क्या गाइज है ए त्यहाँ पानी भर्ने हो र अलि थकाइ त हामीलाई लाग्छ कि तर यिनीहरू छ नि त अझै ल जान्छ लगाइ फेरि हाम्रो यहाँ हात्तीज्यू भेटिनु भयो नमस्ते गर्दैन हात्तीज्यूलाई नाम कसले लेख्छ ल त्यहाँ फेरि के छ त्यहाँ फेरि के रहेछ गाइज एडभेन्चर हामी अहिले पुरै खतरामा छौँ यो त गुफा यो ढुङ्गा सो गाइज यिनीहरू पनि सर्कट आउँदैन म पनि त्यहाँबाट आएको कि शान्तले चाहिँ उहाँ बस्नु है त बुद्धको मूर्ति बुद्ध होइन शिव चाहिँ कहाँ बुद्ध हो नि शिवजीको मूर्ति उता माथि कचुवा त्यहाँ हो त्यो कचुवा हो सर्टकट आउनु सो गाइज दोस्रो गणेश भेटिनु सक्यो है हाम्रोमा हेर्नु सक्नुहुन्छ त अब त्यस्तै हामी 11 चाहिँ खुडीले भनेपछि अब हामी आधी घन्टा त्यहाँ पुग्छौँ नि विश्वास हो हेर कति त्यहाँ पुग्छौँ हजुर बिच देखाइहाल्छ है त अझै हामी आधी दिन आइपुगेन त हामी अब त्यसपछि यहाँ चाहिँ अब मर्निङ वाक जानु त अब यताको मान्छेहरू सबैजना जानुहुने रहेछ सो झर्ने चाहिँ लास्ट खत्रै मान्छे हो कि है अब हामी बल्ल चढ्दै छौँ कति बेला हो ल दिन सक्नुहुन्छ सो गाइज आज चाहिँ हामी आउनुको एक स्पेसल रिजन चाहिँ यो मान्छेको बर्थडे भएर क्या आज सबले ह्याप्पी बर्थडे सोच कमेन्ट हान्दिनँ है देख्नेहरूले दाइ डे टु खै ह्याप्पी बर्थडे भन ह्याप्पी बर्थडे टु यु सुसान ल ह्याप्पी बर्थडे टु यु घाम लागिसक्यो यो पुरै खोल्नु पर्ने हुन्छ अब एकछिनमा भित्र यो बाग्लो छ बिहान जाडो भयो नि त बाइकमा आउँदा जस्तो हुन्छ अब घाम लागिसक्यो जाम चढौँ बरु अझै हाम्रो अझै आधी घन्टा पुग्दैन हामी सो हिँड्नुपर्छ अब त्यो गरेर आधीहरू म जाँदै गर्छु ल खतरा है आऊ खतरा फेरि ट्रेकिङ भिडियो खतरा दिन्छु मैले अब लगाइ अब चाहिँ हामी यहाँबाट चाहिँ बाँद्रा चस्मा लगायो भने टेन्सन हुन्छ यार अस्ति भर्खर किनेको नयाँ चस्मा फेरि सुनाएको होइन भनेको ल सो चाहिँ हामी चाहिँ यहाँ चढ्दै थियौँ है अनि यस्तो क्युट भाइहरूलाई भेट्यौँ है हेलो गर्दै भाइहरू यता हेलो सब्सक्राइबर भाइहरू हुनु के ल मैले गाई दुईजना भर्खर यहाँ सब्सक्राइबर बनाइसकेँ यस्तो भाइहरू भेट्यौँ त भनिहाल्ने हो आज त भएछ अब यहाँबाट के भन्दाखेरि गर्मी भयो है यो तल राखेर भेषमा यो लाउनु पर्ने भयो लास्ट गर्मी भयो बिहान बाइकमा चिसो हुन्छ भने कभर लगाएको अहिले हालत त्यस्तो बनाइदियो प्रकृतिले गर्दा गर्मी भयो क्या हामी चाहिँ आधी भन्दा माथि आइसक्यौँ अब गाइज भिडियो त पाएन कति उठ्यो क्या आमा अघि है यहाँ सुत्नु ऊ त्यहाँ थकेर सुतेर भिडियो मल निकाल्नु लाग्यो ठ्याक्कै उठतिर अब यहाँ त्यस्तै अनुमान 10 मिनटको अनुमान खाँके अरे तर पुगिन्न होला हामी यस्तो अल्छी भएपछि पुगिन्न जस्तो लाग्यो के त भिडियो कि फोटो हो ल जाउँ अब नै त हेरौँ ल खतरा भिडियोमै देखिन्छ अहिले लगाइन्छ अब चाहिँ अब अझै माथि अब चाहिँ म हजुरहरू डाइरेक्ट भाँगर भेट्छु है भिडियो कति लामो बनाउनु त नि मेरो अनुहार हेर्नुहुन्छ र नहेर्नु ल सो हजुरहरू देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो केबल कारको है त केबल कार स्टेसन बल्ल आइपुग्यौँ हामी अब त लगभग आइपुगिहाल्यो शान्तैको हालत खराब भएर यहाँ 10 चोटि गइसक्नु होला अवश्य त 12 चोटि हुन्छ डाइरेक्ट अब चाहिँ हाम्रो मन्दिर लगभग आइपुग्यो ऊ त्यहाँ सुरु भयो है त यहाँ केबल कारको ठाउँ भयो केबल कार त्यस्तो ठुलो सोच चाहिँ म त आएन नि त अहिलेसम्म अनि अहिले आउने भनेको
अलिक केबल गाह्रै बन्द रहेछ फेरि अहिले आउनै पाइएन त्यही भएर अब हिँड्दा पनि रमाइलो हुन्छ अब उताको दाइको बर्थडे नि त त्यही भएर यसो रमाइलो हुन्छ जाम भनेर आइयो ल यहाँबाट सुरु भयो त गाइस ल गाइस 5-6 ठाउँमा बसी बाटो त लामो होइन होइन हिँड्न नसकेर धेरै बसीको एक्सपिरियन्समा आइपुगेको नि त यसमा त एउटा भेट भयो नकालीमा भन्ने गीत त्यो गीत सम्झिँदै आएको हामी चाहिँ ल फाइनल्ली हामी 10 मिनटमा आइपुग्यौँ केटा हो फाइनल्ली भेटियो खाँदिउँ न है हामी 10 मिनटमा आएको धेरै लाग्यो होइन धेरै लाग्यो 12 मिनट जतिमा त हामी अलि टुप्पोमै आइपुग्छौँ अहिले त्यही त 1 घन्टा 10 मिनट आएन हामी 10 मिनट हो नि ल हेर्नु यस्तो सर र हावा चलेको यहाँबाट मजुरहरूलाई सब भ्यू देखाउँछ है त आनन्दको देखाउँछ अहिले एकछिन हामी बसमा एकछिन रेस्ट गरौँ है त ल सो गाइस देख्न सक्नुहुन्छ हामी चाहिँ फाइनली महाकालीको मन्दिर आइसक्यौँ है यता भ्यू अहिले देखाउँछ हामी अहिले त कुहिरह नि त अब चाहिँ सर त मनाउनु पऱ्यो हामी चाहिँ अहिले यसो पूजा दिँदैछौँ है सो गाइस हामीले चाहिँ त्यहाँभित्र यसो टिका सिका लगायौँ होइन यसो अलिअलि पूजा सुजा गऱ्यौँ अब यहाँ अगरबत्ती सती बाल्ने यताउता हुँदैन है यहाँ बाल्ने हो मन्दिर भन्ने ठ्याक्क पूजा सुजा गर्दा नरिवल फुटाउनु जान उता ल हेर्नु आँखा कति राम्रो भ्यू देखेको है अब अहिले त खासै मौसम खुल्न पाएन है तर अझै एकपछि हजुरहरू देखाउँछ है यस्तो राम्रो देखियो सो हामी फाइनली महाकालीको कति बेरपछि बल्ल आइयो ल ओम नमो भगवते वासुदेवाय ओम ल मैले यहाँ सुन्नु पर्ने हुन्छ यसरी बाल्ने ल म त्यो बाल्छु यहाँ मलाई छो त छोइरह अन्जानमा केही गल्ती गऱ्यौँ भने हामीलाई माफ गरिदिनु होला देशको विकास होस् सबैभन्दा ठुलो कुरा त्यसपछि मेरो विकास त भइहाल्छ हेर्न यतापट्टि यहाँ बाँदरज्यूले हेर्नु बाँदर भने नि हनुमान सो गाइज हामी चाहिँ अहिले फाइनल्ली घुमेर भिडियो बनाएर यहाँ पूजा गरेर भ्यायो होइन उसको बर्थडेको लागि बनाएर त आज खासमा अनि अब चाहिँ हामी तल झर्ने हो देख्न सक्नुहुन्छ यता है अहिले चाहिँ भिडियो होइन हामी बिहानै आइपुग्यो नि त ल देख्न सक्नुहुन्छ यता यस्तो बवाल छ ल कस्तो भिडियो खिच्ने हो तल मान्छे यतिको कन्फिडेन्ट भएन भने खाइन्न मन्दिर अगाडि आएर यसरी नाच्न पर्छ यहाँ अरू देखा न यहाँ पछाडि नाच्न अघि नै सकिसक्यो भ्लग बनाइरहेको सो गाइस बादरहरू देख्न सक्नुहुन्छ है सो हामी चाहिँ अहिले है ठ्याक्कै सबै काम भ्याइयो है त अन्त यसो समात्नु मिल्छ जसमा चाहिँ टाउको लाउनु पऱ्यो नि सबै काम भ्याइयो हाम्रो गाइज अब चाहिँ हामी फर्किन लाग्यो है देख्न सक्नुहुन्छ यता हामी चाहिँ अब फर्किन्छौँ खासै भिड केही नै छैन आज अब हुन त आज बुधबार पऱ्यो नि त अनि यो भ्लग चाहिँ मैले कहिले हाल्छु थाहा छैन सकेसम्म 1-2 दिनै भिडियो हाल्छु है आज देख्न सक्नुहुन्छ यो नि बिहान हामी कति बजे 5:30 बजीतिर हिँडेको थियौँ अब आउन आधा घन्टा लागिहाल्यो 6:15बाट हामी हिँड्न सुरु गरेको 7 त हामी बसी 45 मिनट त आनन्दले आइपुगेको थियौँ पछि धेरै लामो बाटो होइन आनन्दले यहाँको गैरकोटिरको सबै मान्छेहरू मर्निङ वाक गरेर आउनुहुन्छ है त अनि शान्त त्यता आउँदै हुनुहुन्छ यो भ्लग मलाई पनि पठायो त म हाल्छु कसको धेरै भिड आउँछ धेरै आउलातिर धेरै सब्सक्राइबर छन् मेरो त 1 लाख छ तेरा 3 लाख पुगिसक्यो मलाई पठाइ अनि गाइस यो मेरो च्यानलले सब्स्क्राइब गरिदिनु होला म आज बेलुका भिडियो हाल्छु अब अहिले चाहिँ भिडियो धेरै लामो भइसक्यो म इन गरिदिनु जस्तो लाग्यो किनभने हामी घुमेर भ्याइसक्यौँ न त अनि अब एकचोटि तल गएर हजुरहरू भेट्छु अनि उतै कुरा गरौँ न है त लास्ट खाइज ल बना खिच हेर्नु लगाइस यो चाहिँ यहाँ चिप्लेडी खेलिरह अलि ग्रिप मिलेन भनिरह ओए गजियो जान्दै यहाँ आधा अलिकति झऱ्यो आधा त होइन अब हामी यहाँ छटपट खान लाग्छौँ कस्तो लागिरहेको त यहाँ कस्तो लाग्यो तपाईँलाई एक्सपिरियन्स कस्तो भयो माथि चढ्दा माथि चढ्दा एक्सपिरियन्स ए माथि अहिले जाँदाखेरि चाहिँ एकदम गाह्रो भइरहेको थियो जुन तपाईँले भ्लगमा देखिहाल्नु भयो जुन तपाईँले देखिसक्नु भयो तल आउँदा त फिलिल्ल सुसु कुदे यसरी आयो त के भन्नु यसको आज बर्थडे हो सबैले त्यहाँ ह्याप्पी बर्थडे लेखिदिनु होला
आज यसो जे जे खाउँछ सब यसको स्पोन्सरमा हो हामी केही दिनेवाला छैनौँ किनभने यसले चटपट खुवाउने हाम्रो रुलै हो रुल बमोजिम खुवाउनु नि पर्छ चटपट त खुवाउनै पर्यो यसले अझै एक प्लेट खाँदा नि खुवाइ नि हुन्छ खाजा खाने के जाँदैन यसले हामीलाई खाजा खान हामी केक काट्दिन सक्छौँ ओ सक्छौँ त्यो त हामी सर्टकट खन्न लाग्यो है माथिबाट लङ सर्टकट परेछ धेरै माथिबाट यस्तो हामी जस्तो आयौँ शान्ति भित्र आउँदैन हुन्छ धेरै ठुलो सर्टकट परेछ जस्तो आउनु आउनु गाइस हामीले चाहिँ अब रिभर क्रसिङ गरिसक्यौँ रिभर क्रसिङ हिँड्दाखेरि यहाँ शान्ता दिदी आतिसक्यो त्यहाँबाट उताबाट हामी जुन मन्दिर पस्थ्यौँ नि त्यो मन्दिरबाट हो बाटो आएन हामी यहाँ भेट्यौँ सर्टकट जहाँ पनि सर्टकट हामी अब यो रिभर क्रसिङ यत्रो धेरै पानी हो कहरी कट्ने होला है जब हान्नुपर्छ यहाँ त यस्तो यहाँ भरिभर छ पानी ल अब हामी फेरि जङ्गलों के बीच पहाड़ों के ऊपर आ चुके हैं हम। तो गाइस जो भी देख रहे हो सब लोग फॉलो कर देना, ठीक है, सब्सक्राइब कर देना। इंडियन मेरो इंडियन सब्सक्राइबर छैन ल त्यो त गेम फ्री फायर गेमिङ इरामा गएर भिडियो हेर्दिनु है। अनि त्यहाँ मिस्टर शान्ता दवाडी होइन शान्ता दवाडी ब्लग्स, दवाडी शान्ता ब्लग्स, मेरो त मिस्टर दवाडीमा हजुरहरूले देखिहाल्नुहुन्छ। अस्तिको भ्यू मैले धेरै पछि भिडियो हालेको नि त, 4-5 महिना लगभग 6-7 महिना कति भइसक्यो थियो भिडियो नहालेको। अनि भ्यू चाहिँ नगइदिएर के धेरै पछि हाल्नु जान त सर्ट कति गयो त्यो 1-2 लाख भ्युज गर्थ्यो जम्मा। 1 लाख भ्यू चाहिँ कति हो नि 7-8 लाख आउँथ्यो नि त। अनि यस्तै हो ल मलाई स्पोन्सर यसो हान्दै हुन्थ्यो कसैले भनेको यसो हामी मान्छे नै भेटिनन् यस्तो खतरा भ्लगरलाई है। के हो आफ्नो तारिफ आफूले के गर्ने भन्छन् है, त्यही भएर खासै गर्दिनँ म। गर्नु तपाईँ गर्नुहुन्छ मेरो तारिफ, आफ्नो तारिफ आफूले गऱ्यो भन्छ र अनि तपाईँले गरिदिनु भन्छ। अनि फेरि तपाईँले म होइन नि त आफू होइन नि त भन्छ नि त। त्यो भन्नेले भनिरहन्छ नि होइन, नेगेटिभ कमेन्ट आइरहन्छ, हामी त्यो नहेरिकन होइन भनेको मान्छ अहिलेसम्म अब भोलि पर्सि कस्तो भएर चेन्ज हुन्छ थाहा छैन। अहिलेसम्मको लागि चाहिँ एकदम बवाल संसारै नभएको नमुना छ, नमुना खतरा अनि फेरि है। र हामी चाहिँ यताबाट अघि नै बुद्धको मूर्ति भएको ठाउँमा आइपुग्यौँ। अब चाहिँ यहाँबाट हामी झर्छौँ अनि हाम्रो यात्रा अन्त्य हुन लागिसक्यो गाइस। त्यहाँसम्म गएर हाम्रो मौलकालिकाको यात्रा त्यहाँ गएर समाप्त हुन्छ गेटमा गएर।